बिहे भएको केही महिनामा छुट्टिनु पर्यो। कारण के त? कारण मेरो श्रीमतीलाई 3 तल्लाको घर चाहिएको, त्यो मसँग थिएन। मैले त्योभन्दा अरू कारण बुझ्न पाइनँ। तर सुरुवाती मार्गमा चाहिँ प्रेम सम्बन्धमा बस्दा चाहिँ उसले निस्वार्थ प्रेम गरेको एउटा भावना बोकेर आएकी सोझी केटी। अब पछि स्वार्थमा कसरी परिणत भयो त्यो चाहिँ मलाई थाहा। तपाईँले अलिकति कोसिस गर्नु भएन सम्बन्ध बचाउनको लागि? एउटा लेभल पार गरिसकेपछि, एउटा उचाइ छुइसकेपछि सम्बन्ध बचाउनेको कुरा गर्ने हो भने एक समय ऊ मेरै घरबाट निस्केर माइत गएको बेला म गएको थिएँ उसको घरमा। उसको घरमा गएको बेला मलाई गाह्रो पनि भइरहेको थियो। त्यहाँ सबले मलाई गलत बनाइरहेको थिए, तर गाउँलेले चाहिँ सपोर्ट गरिरहेको थियो। अनि त्यही क्रममा चाहिँ मलाई गाह्रो भएर एउटा अब गाउँमा त माटोकै घर हुन्छ, माथिको तल्लामा थिएँ। मलाई पानी चाहियो भनेर मैले आफ्नै श्रीमतीलाई भने गाह्रो भइरहेछ, म सक्दिनँ भनेर उसको खुट्टा अठ्याएर म सक्दिनँ, म त बिना बाँच्न सक्दिनँ, भयो छोडेर नजा, जसरी हुन्छ हामी सँगै हौँ भन्दा पनि उसले के भन्यो भने तल गएर सञ्जयलाई गाह्रो भएको छ अरे पानी लिइदिनु रे भनेर ऊ निस्क्यो। अनि त्यसपछि झगडा भइरहेको थियो। अनि त्यसपछि सबै कुरा सहमतिले, अनि त्यसपछि उहाँको मामा आउनुभयो, मामाले सम्झाइ बुझाइ फेरि पठाउनु भयो। अनि घर आएपछि राम्रै थियो। अनि उसले भन्न थाल्यो अब बिहे गरेको 1 महिनामा त घर छुट्टिने कुरा पनि भएन है, घर छुट्टिने कुरा पनि भएन। अनि त्यही क्रममा चाहिँ उसले अब छुट्टिने धेरै कुराहरूको प्रेसर दिन थालेपछि चाहिँ काठमाडौँ, बरु म काठमाडौँ लगेर राख्छु भन्ने सोच आयो है। अनि जे भए पनि घरको एक्लो छोरा, त्यो त गाह्रै पर्छ छुट्टिनलाई। त्यसपछि अब फेरि गाउँले पनि नराम्रो नै भन्ने हो। काठमाडौँ लिएर आइयो। काठमाडौँ लिएर आउँदा राम्रै थियो। अनि मैले बुझेअनुसार उसले चाहिँ मेरो बहिनीलाई विगतमा चाहिँ के भनेको रहेछ, नराम्रो कुराहरू भनेको रहेछ। अनि त्यसपछि बहिनीले मलाई फोन गरे। फोन गरेपछि दादा यस्तो 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 हो रे भन्ने कुराले रुँदै फोन गऱ्यो। मैले के हो त भनेको। त्यसपछि उसले मसँग अब त्यो चाहिँ खुलाउन मिलेन बहिनीको कुरा होइन। उसले के भन्यो भनेपछि मैले भनेको होइन भनेर मसँग भन्यो। अनि उसको बाबालाई मैले फोन लगाइदिएँ। अनि फोन गर्दा चाहिँ बाबालाई मैले भनेको हुँ भन्यो। हो मैले हात चाहिँ उठाएकै हो, एकचोटि हात उठाएकै हो। अनि त्यसपछि म आफ्नो कामको लागि, अफिसको कामको लागि बाहिर निस्केँ। 2-3 दिनपछि म आउँदा घरमा थिएन। त्यहाँदेखि सम्बन्ध सक्यो? त्यहाँदेखि सम्बन्ध सक्यो। अहिलेसम्म बोलचाल पनि छैन, मैले देखेको पनि छैन। म गाउँ चाहिँ गएको थिएँ, फेरि गाउँ गएको थिएँ गाह्रो भएर। जे होस् गाउँ गएको बेला पनि म उसको घरसम्म पुग्दा चाहिँ उसको मम्मीले एउटा कुरा भनेको याद छ। मलाई आरोप त धेरै नै लाग्यो, मैले दाइजो मागेँ रे है आरोप। अब हाम्रो एउटा गाउँको चलन चल्ती अनुसार दाइजो चाहिँ दिने थोरै चलन छ नै, तर हामीले चाहिँ मैले चाहिँ त्यो मागेको थिइनँ फेरि। तर दाइजो माग्यो भनेर आरोपित चाहिँ भइयो। दाइजो माग्यो भनेर आरोपित भइयो, पिट्यो भनेर आरोपित भइयो। दुःख लाग्छ त्यो कुरालाई।